आज हामी नेपालको औद्योगिक क्षेत्रको एउटा निकै ठूलो नाम रिलायन्स स्पिनिङ मिल्सको बारेमा कुरा गर्दैछौं। यो कम्पनीले पहिलो पटक सर्वसाधारणका लागि आइपिओ अर्थात् प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत लगानीको ढोका खोलेको छ र यो प्रक्रिया एकदमै विशेष छ। हो, एउटा प्रश्न उठ्छ नि, देशको एउटा यति ठूलो स्थापित कम्पनीले सर्वसाधारणबाट लगानी उठाउन आखिर कस्तो प्रक्रिया अपनाउँछ होला? रिलायन्स स्पिनिङ मिल्सको यो आइपिओले हामीलाई यही प्रश्नको जवाब दिँदैछ। रिलायन्स स्पिनिङ मिल्स सार्वजनिक हुनु किन यति महत्त्वपूर्ण छ त? किनभने यो केवल एउटा कम्पनीको आइपिओ मात्रै होइन, यसले नेपालको औद्योगिक क्षेत्रमा एउटा नयाँ अध्यायको सुरुवात गरेको संकेत गर्छ। अहिलेसम्म निजी रूपमा चलिरहेको यो ठूलो कम्पनीले पहिलो पटक सर्वसाधारणलाई आफ्नो स्वामित्वमा साझेदार बनाउँदैछ र यही प्रक्रिया नै आजको हाम्रो विश्लेषणको केन्द्रमा छ। तर यो आइपिओलाई अरूभन्दा फरक बनाउने मुख्य कुरा हो यसको प्रक्रिया। कम्पनीले बुक बिल्डिङ विधि अपनाएको छ। आखिर यो बुक बिल्डिङ भनेको के हो र यसले कसरी काम गर्छ? आउनुहोस् बुझौं। सरल भाषामा भन्नुपर्दा बुक बिल्डिङ भनेको शेयरको वास्तविक बजार मूल्य पत्ता लगाउने एउटा वैज्ञानिक तरिका हो। यसमा पहिले ठूला संस्थागत लगानीकर्ताहरूले बोलको बोल गरेर एउटा मूल्य तय गर्छन् र त्यसपछि मात्र सर्वसाधारणका लागि शेयर खुल्छ। ल, यो प्रक्रियालाई अझै सरल तरिकाले बुझौं है त। 3वटा चरण छन्। पहिलो, योग्य संस्थागत लगानीकर्ताहरू जसलाई QIIS भनिन्छ, उनीहरूले शेयरमा बोलको बोल गर्छन्। दोस्रो, उनीहरूको बोलको बोलको आधारमा एउटा कट अफ मूल्य तय हुन्छ र तेस्रो, त्यही मूल्यमा 10% छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गरिन्छ। एकदमै पारदर्शी। अब रिलायन्सकी कुरा गर्दा संस्थागत लगानीकर्ताका लागि कट अफ मूल्य प्रति किता 912 रुपैयाँ कायम भयो। यसको मतलब सर्वसाधारणले त्यसमा 10% छुट पाएर प्रति किता 820 रुपैयाँ 80 पैसामा लगानी गर्ने अवसर पाउनेछन्। ल, अब अलिकति अङ्कहरूमा खेलौं है त। कति किता शेयर, कसका लागि र कति मूल्यमा निष्कासन हुँदैछ हेरौं। कुल निष्कासन हुन लागेको शेयर संख्या हो 19,26,600 किता। यसमध्ये 40% त संस्थागत लगानीकर्तालाई बिक्री भइसक्यो। अब बाँकी रहेको मध्ये सबैभन्दा ठूलो हिस्सा यानि 54% सर्वसाधारणका लागि र 6% विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ। अनि सर्वसाधारण र विदेशमा रहेका नेपालीहरूले ध्यान दिनुपर्ने मूल्य यही हो, प्रति किता 820 रुपैयाँ 80 पैसा। लगानी गर्न चाहनेहरूले कम्तीमा 50 किता शेयरका लागि आवेदन दिनुपर्ने हुन्छ, जुन न्यूनतम लगानीको सीमा तोकिएको छ। अब मितिहरूको कुरा पनि महत्त्वपूर्ण छ, विशेष गरी विदेशमा रहेका नेपालीहरूको लागि। यो आइपिओ मङ्सिर 22 गते खुल्दैछ र छिटोमा 25 गते बन्द हुनेछ। तर यदि पर्याप्त आवेदन परेन भने यो अवधि पुस 7 गतेसम्म लम्बिन पनि सक्छ। ल, प्रक्रिया त बुझ्यो, तर लगानी गर्ने कम्पनी चाहिँ कस्तो छ त? यो पनि त जान्नु पर्यो। आउनुहोस्, अब रिलायन्स स्पिनिङ मिल्सलाई अलि नजिकबाट छिनौं। यो कम्पनी साधारण कम्पनी होइन। यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल हो, जसले 4300 भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। 2051 सालमा स्थापना भएको यस कम्पनीले उत्पादन गर्ने धागो भारत र टर्की जस्ता ठूला बजारहरूमा निर्यात हुन्छ। अब हेर्नुहोस्, कुनै पनि कम्पनीले आइपिओ जारी गर्नु अघि उसको आर्थिक अवस्था कस्तो छ भनेर हेर्नै पर्छ। यहाँ देखिएको कम्पनीको वित्तीय विवरणले नै यसको आर्थिक स्वास्थ्य र स्थायित्वलाई देखाउँछ, जुन यो सम्पूर्ण आइपिओ प्रक्रियाको एउटा बलियो आधार हो। अनि यो कुरा हामीले मात्र भनेको होइन, कम्पनीको वित्तीय स्वास्थ्यलाई बाहिरका विज्ञहरूले पनि जाँचेका छन्। नेपालको प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले यसलाई पर्याप्त सुरक्षा र कम क्रेडिट जोखिम भएको मूल्याङ्कन दिएको छ। यो लगानीकर्ताका लागि एउटा एकदमै महत्त्वपूर्ण सूचक हो। यो त भयो कम्पनीको कुरा, तर यो आइपिओले समग्र बजारलाई नै के सन्देश दिन्छ त? अलिकति फराकिलो दृष्टिकोणबाट हेरौं। वास्तवमा यो निकै ठूलो कुरा हो। सर्वोत्तम सिमेन्टपछि बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने रिलायन्स स्पिनिङ मिल्स नेपालको इतिहासमा केवल दोस्रो कम्पनी हो। यसले नै यो प्रक्रिया कति दुर्लभ र विशेष छ भन्ने कुरा प्रष्ट पार्छ।